वेलकम बैक एभ्रिवान। म गौरव बास्कोटा, म मनोज बास्कोटा। अनि हामी चाहिँ सदा चाहिँ बुवा छोरा चाहिँ फेरि हाम्रो विशाल दाईको गाना आउने बित्तिकै हामी फेरि एक्टिभ भइसकेका छौँ। यो पालाको गाना चाहिँ मकै बारी दर्याम दर्याम। सो यो गाना मैले चाहिँ हेरिसकेको छु, तर ड्याडले चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ। हामी चाहिँ यो गानामा फेरि अब रियाक्सन दिन आइसकेका छौँ। हाम्रो खास यो च्यानलको मोटिभ भनेको चाहिँ मेरो पोइन्ट अफ भ्यू र ड्याडको पोइन्ट अफ भ्यू चाहिँ हामीले जब यो च्यानल स्टार्ट गरेको थियौँ निकै फरक थियो। हाम्रो रियाक्सन चाहिँ एकदमै अनौठो आउँथ्यो, पुरै डिफ्रेन्ट आउँथ्यो। तर अहिले बिस्तारै बिस्तारै हामीले अलिअलि कमन ग्राउन्ड पनि भेटिसक्यौँ जस्तो लाग्न थालेछ मलाई। मैले पनि उहाँको जेनेरेसनलाई र उहाँले हाम्रो जेनेरेसनलाई अलिअलि केही बुझ्नलाई केही स्टेप्सहरू चालिरहेको जस्तो देख्छु। सो यो डिफ्रेन्सेसको बारेमा बुझ्न, आफ्नो बुवाको हबीहरूको बारेमा थाहा पाउन र एकअर्कालाई अलि राम्रो चिन्नलाई हामीलाई यो च्यानलले अलिकति मद्दत पनि गरिरहेको छ। सो हामीलाई सब्सक्राइबर गर्नेहरूलाई धन्यवाद। र तपाईहरूलाई पनि यस्तै अटपटा खालको कन्टेन्टहरू हेर्न मन लाग्छ भनेदेखि फलो गर्नुहोस्। अब विदाउट फर्दर अडु हेर्ने रेडी? ल हेरौँ। मकै बारी दर्याम दर्याम। ल मान्छे चिन्नुभयो? विशाल। यो अस्ति हामीले उहाँको कुन गाना सुनेको थियौँ? के अरे घन्टोकाई होइन? उहाँको एकदम स्पेसल ट्रेड चाहिँ के हो त? रोमान्टिक हुनुहुन्छ, अलिकति हँसिलो अनुहारको छ, राम्रो लाग्छ कि हो हेर्नमा चाहिँ मजा आउँछ। कमेडी है? कमेडी पुरा स्टिम पङ्क चस्मा लगाएछन् अनि मायामी टी सर्ट लगाएछन् अनि काउबोय ह्याट लाछन्। पक्कै कतै न कतै गरे काण्डै मचाउँछ जस्तो छ। तर लुक त पहिलाकै गानामा राम्रो नि है। लुक त नेपाली नै लुक पाउँछ यिनलाई। मान्छे ह्यान्डसम के झक्क अग्लो हरिवंश यादव भने जहिले पनि हेर्दा त्यही लाग्छ कि किच्चा हाँस्ने सोझो हिसाबले है। गाना चाहिँ फेरि राम्रो के गाना राम्रो पाएको छ। जे होस् घन्टोकाई पनि नराम्रो त होइन होइन। अब त्यो त्यति बेला निस्केको अनुसार चाहिँ अलिकति नराम्रै थियो। अब यो हेरौँ कस्तो हुन्छ। के अरे हाम्रो अलिना बहिनी चाहिँ मोटरसाइकल चलेर आउनुभयो ट्याक्क। नयाँ लुकमा आउनु भयो रहेछ हो? अस्तिको भन्दा फरक छ? फरकमा आएछ। डान्स त फेरि डेन्जर इनर्जेटिक हुन्छ नि यिनीहरू दुईजनाको। मीठी मीठी बातों में ऐसा लगता मुझे तरम तरम। हिन्दी होइन? हिन्दी हो। अगाडि हिन्दी राखेर बिचमा अनि अब नेपाली राखे होला कि कुन कस्तो थियो गानाको ल? यही हो, भिगी भिगी रातों में मीठी मीठी बातों में कैसा लगता है। किशोर कुमारको गाना हो यो। भिगी भिगी रातों में मीठी मीठी बातों में भन्ने छ। ल गीत यो मलाई दाइ यस्तो क्या मन पर्छ के धमक 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 बाल्ने जस्तो अनौठो पारेर नाच्ने के है। तर राम्रो नाच्दिन्छ अनि 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 यो अनुहार के गरेर त्यो हुन्छ नि फटाक कुरो बोल्यो भने पनि हाँस्ने के दर्याम दर्याम भन्न थाल्यो। अब मकै बारी दर्याम दर्याम हरिया काका कर्याम कर्याम मकै बारी दर्याम दर्याम हरिया काका कर्याम कर्याम दर्याम 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 दर्याम। डान्स कस्तो राम्रो छ ल हेर न होइन। डान्स राम्रो छ। अब उसै त हँसिलो अनुहार डान्स देखाएपछि झनै राम्रो हुने भइगयो। तर यो दर्याम दर्याम भन्ने शब्द चाहिँ के हो मैले चाहिँ अहिलेसम्म राम्रोसँग बुझेको छैन। किन होला यो? के चाहिँ होला त त्यसो बेला? दर्याम दर्याम भने अर्थ के होला त? मकै घारीमा दर्याम दर्याम हरिया काँक्रा कर्याम कर्याम रे कर्याम। त्यो त ठिकै छ, हरियो काँक्रा कर्याम कर्याम त बुझ्ने भएको छ। मकै बारी दर्याम दर्याम के हो त यो? एकचोटि उसैले चाहिँ सोध्नु पाए हुन्थ्यो। होइन मैले अस्ति त्यहाँ कतातिर टिकटकतिर इन्टरभ्यूमा हेरेको थिएँ। के अरे भन्दाखेरि उहाँको हिसाबमा चाहिँ पश्चिमको भाषा हो अरे होइन। अनि दर्याम दर्याम कर्याम कर्याम करेङ करेङ खरेङ खरेङ यो उतातिर हुन्छ अरे होइन। अनि मकै घारी दर्याम दर्याम चाहिँ अब केटीसँग भनेको छ फेरि भन्न त उहाँले भनेअनुसार चाहिँ त्यतिखेर 8-9 मा पढ्दाखेरि स्कुलबाट आउनुहुन्थ्यो अरे।
अनि त्यसरी भोक लाएर बेसरी भोक लाएर कुद्दै कुद्दै कहाँ परबाट स्कुलबाट आउँदाखेरि जे भेट्यो त्यही खाने हो बच्चाहरूले। अनि दुधे मकै चाहिँ साह्रै मिठो हुन्छ, त्यो चाहिँ दुधे मकै चाहिँ गयो झ्याप्पा हाम्फाले भाँच्यो अनि दारी हाल्यो, दर्याम दर्याम दार्यो भनेर भन्नुभएको छ होइन। अब हुनसक्छ त्यो होइन। अब पश्चिमतिर पनि हुन त भाषा अप्ठ्यारै हो, जाएको पनि अप्ठ्यारै हुन्छ होइन। राख्नुभयो अलिक प्रष्ट भयो नि के दर्याम दर्यामको सट्टा अरू कुनै शब्द राखिदिएको हुन्छ। लास्टमा अस्तिको पाला के थियो अरे लामखुट्टेले मजाले टोक्यो, आइया लामखुट्टेले मजाले टोक्यो, लामखुट्टेले टोक्यो लामखुट्टेले टोक्यो भन्ने थियो। यो पाला दर्याम 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 त्यही अप्ठ्यारो अप्ठ्यारो भाषा ल्याउनु हुँदो रहेछ। ल हेर्नु काँक्रा खायो चरा भैँसी बेची मोबाइल किने होइनन् कोही मलाई चिने क्या दशा लाग्या भयो तर्यम तर्यम। भैँसी बेची मोबाइल किने होइनन् कोही मलाई चिने क्या दशा लाग्या भयो तर्यम तर्यम। मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम। मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम। के गरे त्यस्तो कत्रा दाँत्रा छन् जिस्काइदियो। ल चरा कत्रो उडेको देखायो, गोडामा पनि ट्याटो आएछ दिदीको। बुझ्नुभयो के भनेको? पोइको टुप्पी रिङाइ खाने जामान लाग्छ त्यही जाने मकैबारी दर्याम दर्याम। हेर म त्यो काँक्रा खायो मुख हेर्नु नि त्यहाँ गरौँ नाच्यो तर एनर्जी हुन्छ नि गाना बस। भित्र भित्र जल्न थाले बाटो बाटो ढल्न थाले खत्रै पुछु कि क्या हो तर्यम तर्यम। भित्र भित्र जल्न थाले बाटो बाटो ढल्न थाले खत्रै पुछु कि क्या हो तर्यम तर्यम। खत्रै हुनुहुन्छ नि गाना डान्स राम्रो गर्ने कि होइन, मान्छे पनि ह्यान्डसम छैन नि त, ह्यान्डसम पनि छ जस्तो गाना त्यस्तैमा जिउ ढालिदिने के। भने योभन्दा अगाडि उहाँको अर्को नै एउटा गाना निक्लेको थियो राजेश हमालसँग, गुलेली तन्का गुलेली भन्ने के भन्ने। राजेश हमाल हाल्दाखेरि 4.5 लाख भ्यू आएको छ, यसमा 8.5 लाख कटिसक्यो भनेपछि खत्रै त हो नि। खतरा हो कि मान्छे चाहिँ विशाल भाइ त खतरा हो नि। त्यही भएर एउटा पनि जोडेको छैन। ल मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम। मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम तर्यम 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 तर्यम। आमालाई धन्यवाद छैन के धन्यवाद क्या राम्री जन्मायो तर्यम तर्यम। राम्रो जन्म बहिनी बहिनी त राम्री छ, आमा पनि मक्क परेछ। हेर्नु मलाई चाहिँ मेरो मात्रै दुर्गति दया देखाउ भगवान तर्यम तर्यम। सबको भयो परगति। मलाई चाहिँ यो ठाउँ ऊ जस्तो जस्तो पनि लागेको छ, कता कता चितलाङ जस्तो पनि लाग्यो। मेरो मात्रै दुर्गति दया देखाउ भगवान तर्यम तर्यम। तर बनेपा धुलीखेल माथि पनि हुन्छ। हरिया काका कर्यम कर्यम। मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम। ल युट्युब बान्दै जाने पैसा हुँदा पछि लाग्छन् दुःख पर्दा टाढा भाग्छन् यस्तै छ संसार तर्यम तर्यम। पैसा हुँदा पछि लाग्छन् दुःख पर्दा टाढा भाग्छन् यस्तै छ संसार तर्यम तर्यम। मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम। मकै बारी तर्यम तर्यम हरिया काका कर्यम कर्यम तर्यम तर्यम। कस्तो गरम गरम खाएको फेरि
के कन्सेप्ट चाहिँ के हो केटी जिस्काउँदै हिँड्ने हो कि केटा जिस्काउँदै यिनीहरू दुइटै जिस्किने केटी जिस्काउँदै हिँड्यो कि हाम्रो विशाल भाइ चाहिँ केटीलाई पछ्याउँदै हिँड्यो अब गाना गाएर हुन्छ कि के गरेर हुन्छ फकाउँदै हिँड्यो हो ढुङ्गाले हाने कस्तो राम्रो नाच्दै यिनीहरूको दुइटैले फेरि क्या सुहाउँछ क्या काली गए गोरी आउँछ जस्तो भन्यो त्यस्तै पाउँछ धेरै भाउ नखाउ कान्छी दर्याम 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 गर्दैन यसरी डरम डरम काली गए गोरी आउँछ जस्तो भन्यो त्यस्तै पाउँछ धेरै भाउ नखाउ कान्छी दर्याम दर्याम मकै बारी दर्याम दर्याम हरिया काका दर्याम दर्याम मकै बारी दर्याम दर्याम हरिया काका चिनो टी सर्ट लगाएर छन् कालो दर्याम 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 कस्तो अर्कै हिसाबले स्टाइलिङ गर्छन् दाजु मायामी टी सर्ट चिनो टी सर्ट त्यो कपाल फेरि क्या सुहाउँछ यिनलाई के भन्ने होला यो मान्छेलाई यता पनि ला पकाइ उता पनि ला पकाइ यो केटाको जात यस्तो दर्याम दर्याम मकै बारी दर्याम दर्याम ला चो होइन करम करम मकै बारी दर्याम दर्याम हरिया काका करम करम दर्याम 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 उइ उइ उसले यस्तो त गरिदिइहाल्छ फेरि सारी लाएर आए भने कालो चस्मा लाए भने पक्लक्कै ढल्छ केटो दर्याम दर्याम सुषमा साई ठक्कुरी लाएर आए भने कालो चस्मा लाए भने पक्लक्कै ढल्छ केटो दर्याम दर्याम मकै बारी दर्याम दर्याम ला हरिया काका करम करम मकै बारी दर्याम दर्याम हरिया काका करम करम दर्याम 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 उइ उइ भीगी भीगी बातों में ए मीठी मीठी रात मिठो रहेछ भाइ ऐसा लगता मुझे मकई बारी दरम दरम मकई बारी दरम दरम भीगी भीगी रात में मीठी मीठी बात ऐसा लगता मकई बारी ल अब दुई शब्द जाओस् त गाना राम्रो छ होइन विशाल भाइको चाहिँ मैले अहिलेसम्म छोडेको पनि छैन राम्रो लाग्छ होइन यो मुखैबारी दरम दरम पनि राम्रै छ यो पनि राम्रो होस् होइन 8 मिलियन भ्यू कटिसक्यो एकदम सुपर हिट होस् अझै 10-15 दिन चल्यो भने त लगभग 15-20 मिलियन भनेपछि राम्रो राम्रो चाहिँ आएको छ त्यो योभन्दा राम्रो गर भाइ मेरो शुभकामना हो तिमीलाई योभन्दा राम्रो गर सबैको मन जित्न सफल भएर देखाऊ बहिनीलाई पनि त्यही भन्छु जोडी एकदम मिलेको छ यो जोडी नटुटोस् ल हेर अर्को निकाल एउटा फेरि दरम दरम होइन अब अर्कै भाषाबाट निकाल मलाई चाहिँ अब ड्याडको रियाक्सन हेरिहाल्नुभयो मलाई चाहिँ के लाग्न थाल्यो भन्दाखेरि कोही कोही हुन्छ क्या पहिला सुरु चाहिँ अलिक रिस उठे जस्तो मन नपरे जस्तो अनि बिस्तारै बिस्तारै बानी पर्दै जाने दुर्गेश थापा जस्तो के पहिला के गरेको थाहा छैन अनि बिस्तारै बिस्तारै बानी पर्दै पर्दै गएपछि ल त्यो मान्छेको गाना त जहाँ पनि बेच्ने जे पनि हुने विशाललाई पनि त्यस्तै त्यस्तै जस्तो लाग्यो मलाई यो बानी पार्दा 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 यहाँसम्म ल्याइसक्नुभयो अब मायाको डोरो धेरै बाँधिसक्यो दाइ अब त्यही हो अब पहिला पहिला त मलाई अब आजभन्दा 3 वर्ष अगाडि जस्तो यो के दर्याम दर्याम भनेपछि के गरे होला भने जस्तो हुन्थ्यो होला अब मुखमै झुन्ड्या मर्साले हाँगेर हिँड्दा छु दर्याम दर्याम बनाउँछ दिमागले त्यस्तो भइसक्यो होइन ल दाइ यो गाना साह्रै राम्रो छ बेस्ट अफ लक मेरो तर्फबाट पनि ड्याडले भनिहाल्नुभयो होइन अनि यो च्यानलको अर्को एउटा हामीले बन्द नै गरिसकेको थियो बिचमा रिसेन्टली तर हुन्छ नि जसको चाहिँ केही मेरा साथीहरू जो चाहिँ अहिले नजिकका पनि छन् कोही टाढाका पनि बुवा नभएको साथीहरूले चाहिँ ए त्यो के भयो भिडियो बनाउन छोडिस् त भने जस्तो कुरा गर्दै हुन्थ्यो अनि म चाहिँ तपाईँकै भिडियो पर्खेर बसिरहेको थिएँ कतिखेर दाइको आउँछ र त्यतिखेर बनाउला भनेर बसिरहेको थिएँ मेन कुरा चाहिँ हाम्रो चाहिँ भनाइ के भने कमेन्ट गरिदिने होइन गीतमा कस्तो भयो के भयो पुरानो अनुसार ठिक छ कि अहिले आएको नयाँ अनुसार ठिक छ कि कमेन्ट गरिदिने हो अब भाइले त्यसमा अमल गर्ने नगर्ने त्यो भाइको जिम्मा घन्टकोरी भन्दा यो धेरै राम्रो भएको घन्टोकाई भन्दा यो धेरै राम्रो भएको छ भाइको एक्टिङ पनि राम्रो छ डान्स पनि राम्रो छ विशाल भाइ बेस्ट अफ लक अझ योभन्दा राम्रो निकाल ल है त त्यति भन्दै हामी आजलाई बिदा लिन चाहन्छौँ ल गुड बाई ल हामीलाई लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सब्सक्राइब गर्नुहोस्
अझै माया देखाउनुहोस् है। लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, नबुझेको कुरा हामीलाई पनि भन्नुहोस्। हामीले केही सुझाव दिन सक्छौँ होइन, केही भन्न सक्छौँ। यो भएन यो हुन्छ, यो भएन यो गर्नु भने हामी पनि केही भन्छौँ। हामीबाट केही गल्ती भए पनि हामीलाई पनि भन्नु पर्यो ल होइन। ल ड्याडी ल ह्यान्डसेक गर अनि ल उता उता